नमस्कार, म उशान्त पोखरेल। भोलि जेठ 15 गते गणतन्त्र दिवस। भोलि गणतन्त्र दिवसको दिन नेपालमा एक थरी नेपाली नागरिकहरू गणतन्त्रको विषय लिएर सडकमा आउँदै हुनुहुन्छ भने अर्को थरी नेपाली नागरिकहरू राज संस्थाको विषय लिएर सडकमा आउँदै हुनुहुन्छ। वास्तवमा विगत केही समयदेखि नेपालमा गणतन्त्र कि राज संस्था भन्ने विषय निकै नै छलफलको विषय भएको छ र यस विषयमा भइरहेको छलफल मैले सुन्दा मलाई के लाग्छ भने नेपालमा अहिले गणतन्त्र र लोकतन्त्र एउटै हो जस्तो किसिमले प्रेजेन्ट गरिएको छ। वास्तवमा गणतन्त्र र लोकतन्त्र एउटै होइन, फरक विषय हो, फरक कुरा हो। संसारमा यस्तो थुप्रै मुलुक छन् जहाँ गणतन्त्र छ र लोकतन्त्र छैन, जस्तै चाइना, रसिया, नर्थ कोरिया। यी सबै मुलुकहरू गणतान्त्रिक मुलुक हो, तर यसमा लोकतन्त्र हामी भेट्दैनौँ। र अर्कोतिर संसारमा यस्तो थुप्रै मुलुक छन् जहाँ राज संस्था छ र लोकतन्त्र पनि छ, जस्तै नर्वे, डेनमार्क, नेदरल्यान्ड, बेल्जियम, युके, स्पेन। यी सबै मुलुकहरूमा राज संस्था छ तर लोकतन्त्र पनि छ। त्यसकारण लोकतन्त्र, गणतन्त्र र राज संस्था दुईटै फरक फरक कुरा हो। लोकतन्त्रभित्र राज संस्था पनि हुन सक्छ, गणतन्त्र पनि हुन सक्छ, तर गणतन्त्र छ भन्दैमा लोकतन्त्र पनि हुन्छ भन्ने चाहिँ होइन, त्यस्तो हुँदैन। धन्यवाद।